कमलाको पालो हुँदैछ जमुनाको चाहिँ कहाँ राखेँ मैले जमुनाको लास्टमा लेखेँ अहिले बोलायो त्यस पछाडि तिमी अनि त्यस पछाडि है कमला कृपया साइलेन्स सक्दो प्रयास गर्नुभएको थियो र पनि सफल हुन सक्नु भएन नजिकै लगेर पार गर्नुभएको छ बोल्नु हल्ला साथ एकदम रमाइलो भइरहेछ ओके थ्यांक यू रमाइलो छैन स्मरणीय स्मरणीय छैन यो के हो त मलाई लागिसक्यो है धेरै हजुर अगाडि सुरु गरिहाल्नु छ अहिले एक्लो परिन्छ नि होइन ठिक छ नि सबै टोटल म अनि लास्टमा चाहिँ नि सिक्याउने बिट मार्ने काम गर्छु बिट म मारौँला नि सर अझै छ रोस्ट राखिन यस पिकनिक अलि ठुलो गाडी हाल्नु नि यार व्यस्त होला हैन स्वयंसेवक साथीहरूले रेखाको चाहिँ ख्याल गरिदिनु होला है आँखा बाँधिसकेपछि अलिक सेन्सिटिभ हुनेछ विकास सर विकास घिमिरे सर 2 देखि 3 फन्का घुमाउनु होला र सिधा हाँडीतिर फिर्काएर राख्दिनु होला बुद्धजी प्लिज नबोल्नु होला कसैले पनि नबोल्नु होला है
बोल्नेलाई अवश्य दिइहाल्छु फेरि रेखो काटेपछि पक्रिदिनु होला रेखो काटेपछि कार्यक्रममा अगाडि बढिदिनु भएकोमा अब अर्को जनाको नाउँ बोलाउन गइरहेको छु म दोस्रो नम्बरमा प्रतियोगिताको रूपमा चाहिँ अगाडि आउँदै हुनुहुन्छ गणेश आचार्य कृपया जोरदार ताली बजाइदिनु होला तालीको कन्जुसी नगरिदिनु होला चस्मा फुकालेर है तीन फन्का भन्दा नगुमाउनु होला सर धन्यवाद गणेशजीलाई उहाँले सक्दो प्रयास गर्नुभएको तर पनि सफल हुन सक्नु भएन त्यस पछाडि अर्को प्रतियोगिताको रूपमा कृपया तलतिर बस्ने साथीहरु यता मास्तिर बस्दिनु होला अर्को प्रतियोगिताको रूपमा सुस्मिता वाग्ले महिलाको प्रतियोगिता हुँदैछ ताली प्लिज लट्ठी माथि प्लिज लट्ठी माथि ठाडो गरेर लट्ठी माथि है नबोल्नु होला है अब नबोल्नु होला है अठाइदिनु होला धन्यवाद सुस्मिता वाग्लेजीले सक्दो प्रयास गर्नुभएको थियो अगाडि फुटाउन तर सफल हुनु भएन उहाँलाई तालीले जोरदार तालीले धन्यवाद दिनु होला अब यस पछाडि अर्को प्रतियोगी आउँदै हुनुहुन्छ प्रदीप भोजवर्गी प्लिज तालीले स्वागत गर्नु होला ओके ओके तपाईहरुको निशानै लाग्यो हैन बाँकी नै छ छैन त्यहाँ आइने प्लिज लट्ठी ठाडो दुई हातले लट्ठी समाउनु होला मिलो मिलो दुई हात
ए नबोल हल्ला सार्नु खुट्टाले टेकिसकेपछि हुँदैन खुट्टाले टेकिसकेपछि भएन अर्को जना प्रतियोगी उहाँले शब्द प्रयास गर्नुभएको हो नजिकै पुग्नु भएको तर खुट्टाले टेकिसकेपछि हान्नु त्यसमा त त्यसलाई मान्यता दिएन अब अर्को प्रतियोगिता रूपमा आउँदै हुनुहुन्छ बुद्धराज तामाङ केशव सर प्लिज टीका सर होइन ऊ अर्को सरले चाहिँ गरिदिनु त कृपया सीधा सीधा हाँडीको सीधा बनाएर राखिदिनु होला है प्लिज हल्ला नगरिदिनु होला है कोही नबोलिदिनु होला है सीधा राख्नु खुट्टा 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 सीधा राख्दिनु 10 शब्द प्रयास गर्नुभएको थियो तर सफल सक्नु भएन जोरदार तालीले उहाँको प्रतिभालाई स्वागत गर्नुहोस् यस पछाडिको प्रतियोगीको रूपमा दमदार रूपमा प्रस्तुत हुँदै हुनुहुन्छ हाम्रो भविन्द्र साम्पाङज्यू उहाँलाई तालीले स्वागत गर्नु होला प्लिज तीन फन्का भन्दा माथि नघुमाउनु होला प्लिज खुट्टा सिधा बनाएर राख्दिनु होला लट्ठी ठाडो पारेर भविन्द्र सर लट्ठी ठाडो पारेर दुई हातले लट्ठी समातेर जानु होला सीधा सीधा प्लिज नबोल्नु होला पछाडि मैले देखेँ भने म त्यसैको पालो लगाइदिइहाल्छु है धन्यवाद उहाँले फर्को प्रयास गर्नुभएको श्रीमानको नाम नछुटाउनु है डिएस साहबको धन्यवाद अब अर्को प्रतियोगीको रूपमा आउँदै हुनुहुन्छ रोशन राई उहाँलाई जोरदार तालीले स्वागत गर्नु र उहाँले राम्रो गीत गाएर हामीले मनोरञ्जन गरिसक्नु भएको छ र अब पनि फेरि मनोरञ्जन गराउनु हुनेछ हाँडी फुटाउने मार्फत भन्ने हामीले पूर्ण अपेक्षा लिएका छौँ रोशन राई प्लिज पाइने भयो अब आउँदाखेरि
बुद्धराजजी सबैलाई एकै किसिमबाट बाँधिदिनु होला र 3 फन्का मात्रै घुमाउनु होला है। गणेशाचार्य अगाडि गएर बस्दिनु होला, अगाडि हाँडीको छेउमा बस्दिनु होला है। अगाडि बढ्नु होला। मैले नै फुटाउनु पर्ने भयो। कृपया साइलेन्ट। ल फुटाए। सक्दो प्रयास गर्नु भएको थियो र पनि सफल। अलि टाढा गइयो है दोस्रो सर। प्रतियोगिताको रूपमा अब कमलाको पालो हुँदैछ है। जमुनाको चाहिँ कहाँ राखेँ मैले? जमुनाको लास्टमा लेखेँ। अहिले बोलायो। त्यस पछाडि तिमी अनि त्यस पछाडि हो है कमला। कृपया साइलेन्ट। रोशनले सक्दो प्रयास गर्नु भएको थियो र पनि सफल हुन सक्नु भएन। नजिकै लगेर पार गर्नु भएको छ। खुट्टा सिधा राख, खुट्टा भएन त खुट्टा सार्दैन हो, भएन अहिले खुट्टा चाहिँ सार्दैन, खुट्टा रेखा रेखा क्रस भयो। उठाउनु होला प्लिज। उठाउनु होला, हान्नु परेन। उठाउनु होला, रेखा क्रस भइसकेपछि हानेको पनि मान्यता हुने छैन। खुट्टा सिधा प्लिज, खुट्टा सिधा गरेर सिधा हाँडीतिर फिर्काइदिनु होला उहाँलाई र छोडिदिनु होला है। हल्ला नगर्नु होला प्लिज, हल्ला नगर्नु होला। बोल्नु हल्ला सर। प्रदान गरिदिनु हुन हाम्रो सरकारी वकिल राईज्यूलाई अनुरोध गर्दछु। फोटो खिचिदिनु हुन हाम्रो रोशन राईज्यूलाई पनि अनुरोध गर्दछु है। प्लिज ताली। संयुक्त रूपमा पुरस्कार वितरण भइरहेको छ। प्लिज ताली। ल धन्यवाद उहाँलाई, धेरै धेरै धन्यवाद। आजको कार्यक्रममा हाँडी फुटाएर उहाँले चाहिँ प्रथम प्रतियोगीको रूपमा प्रस्तुत हुन सफल हुनुभएको छ र प्रेस गर्नुहुने सबैलाई धन्यवाद दिँदै उहाँलाई पनि पुरै शुभकामना सहित म आजको यो खेल कार्यक्रम यही समाप्त भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। अबको कार्यक्रम नाचगानको रहनेछ। धन्यवाद। अब चाहिँ हामी खानाको लागि तयार हुँदैछौँ। खानाको लागि अब ल है प्रड्युसर, अब खानाको लागि बस्छौँ हामी सबैजना। खाना लिँदै लिँदै शिशराज सर हाम्रो मिसले लिनु भएको छ मर्यादित तरिकाले। आफ्नो सबैजना हेर्नु त यति फरवार्ड हुनुहुन्छ, सबैजनाले आफै प्लेट उठाएर आफै सबै कुरा पस्किँदै
आफ्नो प्लेटमा राख्नु भएको छ। यो राम्रो सिस्टम पनि हो। हजुर उहाँसँग पनि भेट्न सुखद कुरा हो। दुई शब्द हजुरको रमाइलो भइरहेछ। तपाईँले फेरि विशेष गीत गाएर बडो रमाइलो गर्नुभयो। एउटा कलाकार हुनुहुँदो रहेछ है। धन्यवाद सर। हाम्रो कार्यक्रम विशेष राम्रै भयो भन्ने लागेको छ मलाई। सबै लगभग सामान्यतः राम्रो भयो कि भन्ने फिलिङ भइरहेछ। सर हुनुहुन्छ, सहायक अधिवक्ता हुनुहुन्छ, हाम्रो अधिवक्ता म्याम हुनुहुन्छ, कल्पना राईज्यू हुनुहुन्छ। चाइनिज साथी हुनुहुन्छ। हेलो नमस्ते नमस्ते नमस्ते, नाइस टु मेट यु। ल अलिकति राखौँ है त, राखौँ ल है। ल म यो साइडमा थोरै लिन्छु। ल हाम्रो मिसहरू हुनुहुन्छ, उहाँहरूको टिम यहाँ बस्नु भएको छ। एकदमै रमाइलो गरी नाच्नु भएको, गेम खेल्नु भएको छ, थाक्नु भएको छ होइन, नाचेर पनि थाक्नु भएको छ। ल ल फर्स्ट हुन मात्रै नसकेको होइन, सबै फर्स्ट नै पनि हुनुहुन्छ ढङ्गबाट। ल हजुर जमुना मिस, दुई शब्द आजको कार्यक्रमको बारेमा दुई शब्द। ओके थ्याङ्क यू। रमाइलो छ होइन, स्मरणीय छ होइन। उतै ठिकै छ सर, उतै जाउँ। विशालको छेउमा जान्छु हो, विशाल हुन्छ। हेलो हेलो मुस्कान सर। ओ अलिकति होइन, अलिक बढी टाइम लाग्ने त्यहाँ होइन। मिठो कुरा गर्नुभयो मुस्कान सरले। हजुर हजुर गुरुआमा, ल गुरुआमा के आएन? गुरुआमा फोटो एकदमै आइरहेको छ। र हाम्रो भान्सामा विशेष गरी हाम्रो आमा नै हुनुहुन्छ, उहाँ गुरुआमा हुनुहुन्छ। सबै भन्दा ठुलो भूमिका नै भन्नुपर्छ उहाँको भान्सामा एकदमै। अब एक राउन्ड छ, म यो छोटो लिन्छु अनि चाहिँ म पनि बस्छु। ल प्रदीप सर हुनुहुन्छ यहाँ, मजाले बस्नु भएको छ। यो प्रिय टिम, एकदम मेरो पनि प्रिय टिम हो यो चाहिँ। म पनि यहीँ अब सहभागी हुन्छु। ल थ्याङ्क यू थ्याङ्क सम्झना छ।
होइन क्या मैले पुल निकालेको हो कि